गर्मी बढेकाले नियमित 5 लिटर पानी पिउने गरौँ। स्वस्थ रहन नियमित शारीरिक कसरत गरौँ। मानिसहरू आफ्नो दैनिक जीवनको तनाव डरका कारणले चिन्तित छन्, आँसुमा डुबेका छन्। त्यसैले आउनुहोस् एकछिन हाँस्न जाउँ, फस्केको फस्का सुन्न जाउँ साथीहरू, हाँस्न। नमस्कार गाईहरू, म हुँ तपाईँहरूको पत्रकार आफ्नै ऋषिमुनि धमलाको हमला फस्के दाजु जसले खाँदैन काजु। अहिले मेरो स्टुडियोको घडीमा अलार्म बजेको छ। अब कानेगुटी फालेर सुन्नुहोस् समाचार कि के छ त विचार। सुरुमा यस समाचारका मुख्य बुलेटहरू। पल्सर बुलेट, हिरो बुलेट, होन्डा बुलेट, यामाहा बुलेट, बन्दुकको बुलेट मसँग छैन बुलेट। अब जाउँ समाचारका मुख्य शीर्षकहरूमा। मुसा गए स्वास्थ्य जाँच गराउन थाइल्यान्ड। रक्सीको मूल्य ह्वात्तै बढ्यो। सुनको समाचार पनि छ। आई लभ यू पार्टीको घोषणापत्र सार्वजनिक। अब समाचार सुरु गरौँ। गत निर्वाचनदेखि गर्मी बढेकाले शीतल निवासमा बसेका मुसा बिरामी परेका छन्। हो दर्शकबिन, राष्ट्रपतिज्यूको निवासमा रहेका मुसा कार्यकर्ताहरूले दिएको व्हिस्की र मार्सी चामलको फ्राइड राइस खाएर गत वर्ष 2083 देखि बिरामी परेका छन्। आज 12 बजे बिहानै मुसाले एक प्रेस विज्ञप्ति जारी गर्दै यसो बताएका छन्। राष्ट्रपतिलाई सगुन भन्दै कार्यकर्ताले व्हिस्की पिलाएका र राष्ट्रपतिको व्हिस्की खाएर उल्टी गर्ने बानी भएको र आफूले उल्टी चाटेपछि आफू बिरामी परेको उनले बताए। सर्वोच्च अदालतमा मुसाले हरेक प्राणीलाई बाँच्न पाउने हक सुनिश्चित भएकाले यसको सम्बोधनका लागि रिट निवेदन पेश गरेका छन्। उनले यसो भनेका छन्, म मुसो होइन, मलाई मुसो भन्नेहरू मुसा हुन्, किनभने फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार हुन्छ भनी गीत पनि सके। मलाई स्वास्थ्य जाँच गराउन थाइल्यान्ड पठाउनु पर्ने र यदि त्यसो नगरे आफूले पेनड्राइभमा स्वकीय सचिवको राष्ट्रपतिको सालीसँग चक्कर, राष्ट्रपतिले सुनकाण्ड लुकाएको, सुन बेचेको जस्ता प्रमाण मिडियामा पेश गर्ने बताएका छन्। आफूमाथि मन्त्रीका साला र मासालाले आक्रमण गरिसकेको र आइन्दा आक्रमण गरेमा भाट भटेनी अगाडि 500 शब्द लेखी आफूलाई पेट्रोल छर्केर आगो लगाई आत्महत्या गर्ने बताएपछि राष्ट्रपति भवनबाटै स्वीकृति प्राप्त गरी आज साँझ नेपाली समय डिस्को बजेको बेला थाइल्यान्ड पठाइने भएको छ। रक्सीको मूल्य हिजो आज भोलि पर्सि वात्तै बढेर किलोमिटर पुगेको छ। पहिला जय किसान, म्याकुरी, सन्तोष पन्तले मात्र खाएर किलोको 150 पुगेको रक्सी ऋषि धमला र काजु अमलाले खान थालेपछि रक्सीको मूल्य किलोमा 500ले बढेर 1 किलो रक्सीको मूल्य 800 पुगेको छ। यसरी नै मूल्य बढेपछि आफूले चाख्न नपाउने भएको भन्दै मनोज गजुरेलले आपत्ति जनाएका छन्। आज तपाईहरुलाई बम्पर अफरमा सुनको समाचार पनि छ। हो दर्शक श्रोताबिन, संसारको फलाम प्लास्टिक भन्दा महँगो डोनाल्ड धातुले बनेको ड्रमले गर्दा सुनको भाउ सगरमाथा भन्दा बढेको छ। डोनाल्ड ड्रमका कारणले सुन बढ्दै जानाले रेडियो टेलिभिजनमा सुनको भाउ सुन्नेहरूले कान सुन्न छोडेका छन्। असारमा डलधुराको पोखरामा जुका बढे भन्दा तीव्र बढेको सुनले गर्दा माइली भाउजू लगायतका नेपालीले कान सुन्न छाडेका छन्। हिजो मात्र बेसारको धुलो बराबर सुन ठुलो भएको मानिसहरू यसको कारणले भान्सामा नुन भन्दा सुन सोचेर तर्सिएको र नुन समेत खान बन्द हुने स्थिति रहेको छ। मायामा जात हेरिन्न, मासु भात हेरिन्छ, उमेर हेरिन्न, 80 भए चल्छ, दशैंमा काट्न खसी भए हुन्छ। यस्तै मृत्यु छोड्देका कविताहरू र काजु काण्ड, अमला खेती काण्ड आदि कुरालाई ध्यानकर्षण गरी आई लभ यू पार्टी दर्ता भएको छ। भोलि मात्र दर्ता भएको पार्टीले आज बिहान 12 बजे 32 घण्टामा घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रहरू निम्न अनुसार छन्। घोषणापत्र नम्बर 1 मा लेखिएको छ, विद्यालयमा विद्यार्थीलाई पढ्न बोर लाग्ने र
भोलि गएर लभका बारेमा नजान्दा रिलेसनसिप बिग्रने, छिटो ब्रेकअप हुने भएकाले शिक्षा ऐन 2064 जारी गरी लभ बुकहरू पढाइनेछ। घोषणा नम्बर 2 मा लेखिएको छ, टिचरहरू पनि गर्लफ्रेन्ड बोयफ्रेन्ड हुँदा नयाँ सिकारुहरूलाई कम्फोर्टेबल हुने हुँदा शिक्षकको ठाउँमा हट प्रियङ्का र दुर्गेश राखिनेछ। घोषणा नम्बर 3 मा प्रश्न लेखिएको छ, कक्षा कोठामा किस कसरी खाने, प्रपोज कसरी गर्ने भनेर विज्ञान प्रयोगशालामा शालाहरूलाई प्र्याक्टिस गराइनेछ। घोषणा नम्बर 4 मा प्रश्न लेखिएको छ, जसका धेरै बियाप छन् उसलाई विद्यालयमा प्रथम गराइनेछ। घोषणा नम्बर 5 मा लेखिएको छ, समाजमा आमा समूह बा समूहले खासै लभका बारेमा नबुझेकाले महिला पुरुष एक गरी तेरीमा संगठन, तेरा बाको टाउको जस्ता लभ स्टोरी क्लब गठन गरिनेछ। घोषणा नम्बर 6 मा लेखिएको छ, यो पार्टीले आगामी 5 वर्षमा नयाँ जोडीलाई राहत प्रदान एवं सिंगल रहनुपर्ने समस्याबाट मुक्त गराउनेछ। घोषणा नम्बर 7 मा लेखिएको छ, देश विकास गर्यो भाषणमा भन्दै माफ गर्नुहोला, देश विकास गयो भाडामा भन्दै नयाँ आर्थिक वर्षको बजेटलाई गर्लफ्रेन्ड बोयफ्रेन्ड डेटिङ टुर बीच डिस्को बार आदिमा लगानी लगाइनेछ। घोषणा नम्बर 8 मा प्रश्न लेखिएको छ, केटाहरू काम गरेर बोर भएको समयमा केटाहरू जम्मा पारी एमसीसी सीसीएमसी खारेज गरेर नोरा डान्सरलाई नेपाल झिकाइ र ज्योति मगर र नोरा डान्सरको डान्स देखाइनेछ। अन्तिम घोषणा नम्बरमा लेखिएको छ, आजसम्म पालिका वडाहरूमा विशेष गरी केटाहरूले आफ्नी गर्लफ्रेन्डलाई घुमाउँदा पेट्रोल खर्च बेहोर्न मुस्किल परेको र सरकारले व्यवस्था गरेकाले यस पार्टीको सरकारले केटाहरूलाई पेट्रोल खर्चको व्यवस्था समृद्ध देश सुखी नेपालीको राष्ट्रिय आकांक्षा बजेटद्वारा व्यवस्था गरिनेछ। यस्तै 9वटा घोषणा पत्रहरू र आई लभ यु बेबी नाराका साथ आई लभ यु पार्टी हिजोदेखि हुने निर्वाचनमा उत्रिएको छ। हुन्छ त मेरा कान फुटेर पनि समाचार सुनिदिने, आँखा भएर पनि भिडियो देखिदिने गोराका फ्यान, नोराका फ्यान, च्याप्टेका बोराका फ्यान सम्पूर्ण बनमाराहरूलाई दुई खुट्टा जोडी स्यालुट गर्दै म संसारबाट बिदा चाहन्छु। धन्यवाद। मलाई आयो पात, धन्यवाद। मलाई आयो पात गयो पातको के बात। मानिसहरू आफ्नो दैनिक जीवनलाई लिएर टेन्सनमा जीवन बिताइरहेका छन्। यही कुरालाई मध्यनजर राख्दै एउटा हाम्रो व्यङ्ग्यात्मक नाटक तपाईँहरूले हेरिसक्नु भएको छ। यसलाई नाटकको रूपबाट मात्र हेरिदिनु होला, यसलाई अन्यथा नलिनुहोला भन्न चाहन्छु। यसमा प्रयोग भएका सम्पूर्ण भाषा शब्दले कसैको पनि दैनिक जीवन व्यक्तिगत जीवनमा हस्तक्षेप पुर्याएमा, समाजमा नकारात्मक असर फैलाएमा हामी क्षमा चाहन्छौँ। हस्त धन्यवाद, नमस्कार। यतिन्जेलसम्म भिडियो हेरिदिनु भयो यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु। र भिडियो हेरिसकेपछि यस च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला र भिडियोमा एउटा लाइक र एउटा कमेन्ट गर्न पनि नबिर्सिनुहोला र तपाईँहरूको साथीहरू समक्ष भिडियोलाई सेयर गर्न पनि नबिर्सिनुहोला भन्दै म तपाईँहरूको साथी मृत्यु छोड्दै बिदा चाहन्छु। हस्त धन्यवाद।